गाडी मैले किनेदेखि एउटा खतरा 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 गरेर धुरुक्कर भएको थियो। साउन्डै इरिटेट गरिरहेको थियो। त्यो साउन्ड हटाउनलाई मैले यो आवाज चाहिँ यहाँबाट आयो होला भनेर यसरी यो मुला धुम्रो सुम्रो पनि खाँदेको, तर होइन रहेछ। त्यो आवाज आज पत्ता लाग्यो। आज कसरी पत्ता लाग्यो भन्दाखेरि भाइ यो खोल त। आज हाम्रो किसानले चाहिँ दाना, पोषक दाना प्रयोग गरिसके पछाडि खारिरहेको बोरा चाहिँ पनि बिक्री हुन्छ। यो मलहरू हाल्नको लागि, धान हाल्नको लागि बिक्री हुन्छ। यो किसानको खोरबाट चाहिँ मैले बोरा लिएर आउँदा यो सिट लडाएँ। सिट लडाएपछि बल्ल पत्ता लाग्यो। आज आवाज आउन छोड्यो यार। खात्रा खुत्रो के पनि गर्दैन। यो निकालिसके पछाडि यो अचम्मको कथा पत्ता लाग्यो। मैले खर्च पनि गरिसकेँ, 4-5 हजार रुपियाँ खर्च पनि भइसक्यो मेरो यो आवाज आयो भनेर। खतरा 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 गर्ने गाडी गुडिरहेछ। खतरा 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 आउँछ। अब यसको मेन समस्या बल्ल पत्ता लाग्यो है। यसरी पत्ता लाग्दो रहेछ। कहिले काहीँ हाम्रो समस्या हुन्छन् अनेक, अर्कै ठाउँमा हामी खोजिरहेको हुन्छौँ अर्कै ठाउँमा। अब यो खतरा खतराको चाहिँ यो सिटको कारणले आएर चाहिँ यो पक्कै पनि यो यसरी यो सिट बेल्टहरू यसरी ठोकिएको हुनसक्छ है। यो पक्कै यही हो भन्ने मलाई अब चाहिँ लाग्यो। र यसको लागि चाहिँ मलाई हुन्डाई सोरुममा यो आवाज हटाउनलाई कति पैसा लियो भने डोर एडजस्टमेन्ट खै के गरेर 1200-1500 2000 एकचोटि समथिङ यहाँ एकचोटि। अनि यो पक्कै यही हो। यो क्याब चाहिँ मगाइदिन्छु भनेर फेरि अर्कोले, क्याब चाहिँ अलिक महँगो पर्छ अहिले छैन यो क्याब चाहिँ। अलिक पछाडि लिएर पनि छ एउटाले, फेरि त्यो क्याबले पनि जानुपर्ने छ, तर अब जानु परेन नि। ओहो ल भनेपछि समस्या चाहिँ कति सानो ठाउँमा हुन्छ क्या। मैले यो किन यो भिडियो खिचिरहेको छु भने समस्या चाहिँ यो सिट बेल्टको टुक्रामा रहेछ है। हेर्नुहोस् न, यो चाहिँ चिज यहाँ बद्दो रहेछ है। यसले चाहिँ मलाई इरिटेट गराएर हो क्या। यो कहाँ हो यो? मैले यो यतातिर म यो पाङ्रामा खोजिरहेको छु त्यो सामान, यता यता खोजिरहेको छु सामान। मैले यति धेरै यो लफडा यो भिडियो तपाईँलाई किन देखाइरहेको भने तपाईँ हाम्रो जिन्दगीमा समस्या चाहिँ सानो ठाउँमा हुन्छ। मैले आफैले व्यक्तिगत रूपमा पनि धेरैजना युवाहरूको विषयमा कुराकानी गर्नु परेको छ विभिन्न कारणले गर्दा। जस्तै कलेज पढिरहेको भाइहरू बहिनीहरू, युवाहरू, अहिलेको यङ जेनेरेसनहरूमा चाहिँ सानो समस्या कसैलाई मन पराएको हुन्छ, उसले अर्कोलाई मन पराइदियो भन्ने समस्या। हेर्नुहोस् त कति सानो समस्या छ। जबकि त्यो समस्या उसले अरूलाई अहिले नै मन पराइदिनु भनेको तपाईँको कालान्तर जीवनमा उसबाट हुने घात, प्रतिघात, धोकाहरूबाट अहिले नै मुक्ति पाउनु हो। अझै बुझ्नुहोस् है राम्रोसँग। यहीँ छोडिदिनुहोस् रमेश सर, जानुहोस् तपाईँ रेस्ट गर्नुहोस् है, म हेर्छु एकछिनमा आउँछु। अब तपाईँले कसैलाई मन पराएको व्यक्तिले, तपाईँले कसैलाई मन पराउनु भएको व्यक्तिले अहिले नै तपाईँलाई राइट दिशा देखाउनु, उसले अरूलाई नै मन पराउँछु भन्नु भनेको समाधान हो। यसरी बुझ्नुहोस् है। कसरी हो भने अब यही घटनालाई लिएर कसैलाई मन पराएको व्यक्ति, कुनै केटाले कुनै केटीलाई मन पराएको छ, त्यो केटीको अहिले मङ्सिरमा बिहा हुँदैछ, त्यो केटाले झुन्डेर मर्दियो, सुसाइड गरिदियो। अब यो कति ठुलो समस्या लिएको हेर्नु त जिन्दगीलाई, कति ठुलो लिएको हेर्नु त समस्या जिन्दगीलाई। त्यो बहिनीले त कालान्तरमा गएर तपाईँले विवाह गरेपछि छोडेको भए तपाईँको जिन्दगी सर्वनाश हुन्थ्यो भनेर सम्झिनु पर्ने ठाउँमा अहिले उसले छोडिन्, अहिले नै मेरो सर्वनाश भयो भनेर देह त्याग गर्नु। भेरी बिग मिस्टेक। हेर्नुहोस् त, भेरी बिग मिस्टेक। जिन्दगीलाई यति धेरै सहज तरिकाले, यति सस्तो तरिकाले, यति सुलभ तरिकाले एनालाइसिस गर्ने, त्यो जिन्दगीलाई त्यसरी चाहिँ हेर्ने, त्यस्तो दृष्टिकोणबाट जिन्दगीलाई सस्तो रूपमा सोच दिनाले एउटा आमा, एउटा बा, त्यो परिवार, त्यो परिवारका अरू सदस्यहरू जीवनभरि ती व्यक्तिलाई, तपाईँलाई
विशेष गरी म तपाईँलाई भन्दैछु, तपाईँ युवा साथीहरूले यो भिडियो हेर्नुहोला। जीवनभरि तपाईँलाई रुँदै सम्झन्छन्, रुँदै सम्झन्छन्, रुँदै सम्झन्छन्, रुँदै सम्झन्छन्, रुँदै सम्झन्छन्। त्यसो भएको हुनाले जिन्दगीका समस्याहरू चाहिँ बिस्तारै पत्ता लाग्छन्। आज पत्ता नलागे के भयो त, भोलि पत्ता लाग्छन् नि। तर हार नखानुहोस्, हार नखानुहोस्। तपाईँले सोचे जति भयङ्कर ठुलो त्यो समस्या नहुन सक्छ, नहुन सक्छ। तपाईँले सोचे जति त्यो समस्या, तपाईँले आज सोचे जति त्यो समस्या भयङ्कर ठुलो जति सोचिरहनु भएको छ, त्यो समस्या भोलि चाहिँ एकदमै सानो, झिनो, मसिनो, तपाईँको लागि फाइदा हुने खालको लाभदायक घटना पनि हुनसक्छ। त्यो फेरि सम्झिनु होला। कसरी भने, जस्तै तपाईँले सम्झिनु भएको ती व्यक्ति जसले आज तपाईँलाई छोड्दैछ, ती व्यक्ति भएको भए, याद गर्नुहोस् है, ती व्यक्ति भएको भए तपाईँको जिन्दगी नरक हुन सक्थ्यो, हुन सक्छ। किनभने त्यो कुरा चाहिँ तपाईँले जिन्दगी भोगेपछि थाहा हुने हो नि। भिडियो चाहिँ लामो हुँदैछ, मैले अलिकति ठ्याक्कै तपाईँलाई बुझाउन सकिनँ होइन, जस्तो लागिरहेको छ अहिले पनि। ल हेर्नु त, यहाँ चाया परिरहेको छ। यो चाया पर्यो भनेर मैले बित्थामा टेन्सन लिन थालेँ भने अनेक थरीको आयुर्वेदिक भिड छ म माथि। अनि मैले फजुल खर्चहरूमा जानु लाग्नुपर्छ। त्यो चाया ठिक हुन्छ कि हुँदैन थाहा छैन है। हेर्नुहोस्, मैले यहाँ टोपी खोल्दै गर्दा देखिहालेँ, मलाई यसले केही फरक पार्दैन। हेर्नुहोस्, किनभने यो मैले ननुहाएर आएको चाया होइन, हरेक महिनाको चाडोमा चाहिँ मेरो यो देखा पर्छ। अनि त्यो भएकोले मैले यसलाई चाहिँ सामान्य रूपमा लिने गरेको छु। हेर्नुहोस्, ल मैले यो गाडीको समस्या किन पनि देखाएँ भने अलिकति यो चाहिँ मैले आफैले भोगेको है, बहुत टेन्सन लिएको थियो। धेरै नै टेन्सन लिएको थिएँ, किनभने अब गाडी लिइसकियो है, तर गाडीमा बेसरी आवाज आउँछ। त्यो 2-4 वर्षको खर्च होला भनेर मैले आफै बनाइहाल्छु भनेर एउटा सोरुममा नि धाएँ, अनि वर्कसपहरूमा धाएँ। यो आवाज आयो यार, गाडी चढ्दाखेरि मजा आएन, खटक 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 गरिरहँदा त मेरो गिदी खराब भयो, दिमाग खराब भयो। यो बनाइदियो भनेर मैले धेरैवटा सोरुम धाएँ। धेरैले कसैले बिर्को खोताले, कसैले बिर्कोको पछाडि हेरे, कसैले त्यो पेट्रोलको ट्याङ्कको बिर्को, सबैतिर त्यसको त्यहाँ ध्यान भयो। पछाडिको त्यो ड्यासबोर्डहरू झिक्यो, त्यो पछाडिको राखेको त्यो एक्स्ट्रा स्प्रे टायरहरूलाई दोष दिइयो, त्यहाँ भएका सामानहरूलाई दोष दिइयो, तिनीहरूलाई हटाइयो। उपचार भएन, खटक 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 गरेर। प्रिय मित्रहरू, यो कुरालाई याद गर्नुहोस्, तपाईँले सोचेको समस्या चाहिँ निकै सामानो हुनसक्छ। अब के पत्ता लाग्यो भने, अहिले मैले काम गर्दै जाँदा आज बिहान अल्छी पनि लगाइरहेको थियो, तर अब किसानको बिक्री हुन्छ यार भनेर खालि बोरा ल्याइदिउँ भनेर सरर गएर लिएर आएँ। त्यो बोरा हाल्दाखेरि मैले त्यसलाई फोल्ड गर्नु पर्यो, सिटलाई। सिट फोल्ड गर्दा थाहा भयो कि सिट बेल्ट चाहिँ त्यो गाडीको बडीमा ठोकिँदो रहेछ। ठ्याक्का 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 गरेर सिट बेल्ट चाहिँ ठोकिरहने रहेछ। कति सजिलो। त्यो सिट बेल्टलाई सर्लक्कै निकालेर अर्कोपट्टि साइड लगाइदिएपछि त मेरो समस्याको समाधान भयो। त्यस भएकोले प्रिय मित्रहरू, जघन्य अपराध गर्नु अगाडि सोच्नु होला। गाइज, गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ, बाई बाई। ल चिया खाउँ न सर, हामी चिया खाँदा आइपुग्यो। मैले गुड मर्निङमा थोरै समय चाहिँ तपाईँलाई दिएको, त्यसलाई चाहिँ राम्रोसँग दिनु होला। जेएनजी युवाहरू साथीहरू, नराम्रो रूपमा होइन कि राम्रो रूपमा लिनु होला। हामी यस्तै यस्तै कुराहरू राखिरहनेछौँ। ल गुड मर्निङ, टी खाउँ न सर, ब्ल्याक टी खाउँ। हामी चिया